म फिल्ममा आउँछु सोचेकै थिएन। मेरो घर बैतडी हो खासमा, एकदम टाढा। मलाई साथीहरूले जिस्केर भन्थे त होइन अलिअलि आएर सिक्दै जस्तै देखिन्छस् भन्थे। मलाई विश्वास लाग्दैन थियो, होइन होला भन्थ्यो। तर जहाँ जाँदा पनि अलिअलि भन्थ्यो। म एकदम त्यति बेला अलि पातलो थिएँ, सानो थिएँ होइन। अनि तिमी अलिकति ठुलो हो, मोटा हो, अनि काठमाडौँ जाऊ हिरो हुन्छ भनेर भन्थ्यो मलाई होइन। पछि त्यो कुरालाई मैले सिरियस लिएँ क्या होइन। मैले सोचेँ यदि म हिरो हो भने मैले गाउँमा के गरिरहेको छु, म त काठमाडौँ जानुपर्छ। अनि काठमाडौँ आएँ। काठमाडौँ आएपछि थाहा भयो कति दुःख हुन्छ भनेर होइन। दुःख गर्दा गर्दै अनि ज्ञानेन्द्र दाइलाई धेरै धन्यवाद कि यो फिल्ममा आर्यन दाइसँग काम गर्न पाएँ, एउटै स्क्रिन सेयर गर्न पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यो साथसाथै अब हाम्रो फिल्ममा भए पनि आँचललाई बुढी भन्न पाएँ। अनि हाम्रो केकी भाउजूलाई भाउजू भन्न पाएँ। अनि अहिलेको चर्चित नायक भनौँ न होइन, महेश त्रिपाठी दाइलाई ला भन्न पाएँ। हुन्छ त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। हाम्रो स्वरूप दाइसँग भेट्न पाएँ, हजुरलाई धन्यवाद। हाम्रो दुईजना प्यार आमाहरूलाई एकदमै माया गर्नुहुन्थ्यो मलाई सेटमा होइन, उहाँले सबलाई। सो यो माहौल यहाँसम्म बनाइदिनु भयो उहाँ ज्ञानेन्द्रलाई धेरै धेरै धन्यवाद। अरू सबै हेर्दै गइन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद गर्न चाहन्छु। कुशल भाइ हात मिला बधाई, शुभकामना। आजको मलाई लाग्छ यो इभेन्ट अफ द म्यान कसैलाई भन्यो भने, इभेन्ट अफ द हिरो भन्यो भने चाहिँ कुशल विष्ट। बधाई। यो सबै यो जसले जे भने पनि अब योभन्दा माथिको आउनु पर्यो कुरो। क्या सपना छ, सपना पहिलो सपना त पुरा गर्यो कुशल भाइले, अब देखेका सपनाहरू पनि पुरा हुन्। शुभकामना। अब म एकैछिनमा